कालीगण्डकी नदी रामदीमा एकजना स्याङ्जाको दाइले माछा मार्नलाई जाली राखेर जानुभएको रहेछ 1-1.5 घण्टा अगाडि। माछा टन्नै परेको रहेछ। छोप्नुभयो माछा। छोप्नुभयो। समाउँदै तान्दै हुनुहुन्छ। जाल पनि तान्दै माछा छोप्दै हुनुहुन्छ। छोप्नुभयो। समाएर माथि ल्याउँदै हुनुहुन्छ। हेर भाइ खस्यो। आफूले ख्याल गर्नु निस्किन्छन्। जीवनदान पाएन अनि जीवनदान भन्दा नि घाटा लाग्यो नि उनीहरूलाई। ठिक छ भाग्य भए अर्को पर्छ। ठिक छ यसमा धेरै छ। धेरै बेर चाहिँ भइसक्यो उहाँले राखेको। परेपछि कसरी थाहा हुन्छ? परेछ म त ललिन्छ। कति बेर जति राख्नुपर्छ लगभग? कति बेर जति राख्नुपर्छ लगभग बढीमा? दिनभरिमा 8-10 किलो 12-15 किलो नै हुन्छ। दिनभरिमा कहिले बित्तै जिरो भएर जाने हो, कहिले बित्ता पनि लिएर जाने हो, कहिले तिनटा कहिले बोरे भरेर थाहै बुझेन के दाइ। उहाँको टन्नै परेको रहेछ। तिनटा झिकिसक्नु भयो, 2टा भयो। खुदको होइन लगभग आधा किलो जतिको भन्दा धेरैको थियो त्यो। आधाभन्दा धेरै थियो। तपाईँको होटल व्यवसाय हो? घर खानालाई पनि भयो। ओहो नि एकैसँग 3टा रहेछ त है। चारवटा भयो। पाँचवटा भयो यस्तो। 6वटा। चारो हाल्नु नपर्ने रहेछ यसलाई फेरि। पवित्र रामनदी धाम, कालीगण्डकी नदी रामनदी धाम। यसमा 6वटा। यस्तो 6वटा।